तो सबै सबलाई नमस्कार, म भाग्य नेपाली तपाईँ नेपाली भन्दैन सुरज नेपाली वेलकम ब्याक टु न्यू ब्लग। गुड मर्निङ गाइज। सो गाइज आज चाहिँ कलर लाउन अब बेरोजगारलाई रोजगारी मिलेको छ। बेरोजगारलाई रोजगारी मिलेको छ। अनि आज मेडिकलमा घर बसेको थिएँ अनि म चाहिँ मेडिकल जानुभएको थियो। त्यो ढिलो भएर चाहिँ यहाँ हजुरबाले मलाई कलर लगाएको भनेर म कलर चाहिँ लगाउनु लाग्यो। आज चाहिँ मसँग भान्जाको बिदा थियो। म अनि भर्खर स्कुलदेखि आएको चाहिँ बोल्न नसकेर अनि कस्तो सानो भान्जा पनि स्कुल गएको थिएन। बित्रै अघिसम्म घर बसेको उहाँलेर बसेको थिएँ। म चाहिँ स्कुल गएर आएको अनि यत्तिकै बसिरहेको थिएँ। अनि हजुरबा आएर चाहिँ अनि बलियो बाबु भन्नुभयो त्यसो लगाउन आएको भयो। मम्मी चाहिँ मेडिकल जानुभएको थियो, त्यही भएर चाहिँ म कलर लगाउन आएको। जस्तो हेर्दै गर्नु होला अब स्पिडमै हो। अब ढिलो त को हेर्थेर अब म लाउने सामान सो के हुन्छ अब हेर्दै गर्नु होला। अब के हो नि कलर लाउने हेर्ने हो हजुरले हरामी हो हेर्ने होला। त्यहाँभित्र चाहिँ कलर लाउँदाखेरि नपुग्ला जस्तो कलर त्यो भएर भित्र त्यतिकै आधा राखेर यहाँ बाहिर चाहिँ लगाइदिन्छु, फुल लगाइदिन्छु। त्यो ग्लभमा कामै छैन, कामै रहन्छ यत्रो जातिहरू कामै रहन्छ सबै बाहिर। काम गरेपछि यतिको चाहिँ हुनुपर्छ क्या, नास्ता पानी चाहिँ हुनु पर्यो। अब चाहिँ चक्ला खाएर चाहिँ फेरि अब काममा लाग्नु पर्ने हुन्छ। खाइदिएको ल अब ड्युटी त सुरु गर्नु पऱ्यो नि त होइन। अब हालत यस्तो भएको छ, हिजो अघि नै भर्खरमा आएको फेरि हालत त फेरि यस्तो छ। अनि आजको काम यस्तै बेरोजगारी रोजगार पाए जस्तो हो। आजको काम यस्तै भइरहेछ। कपडा सपडा बिक्री अब यति छ, यति लगाएँ। सो अझै नि यति साइड यदि थियो कलर भित्र यता साइड अगाडि लगाएँ। अनि यो अनि त्यो सानो बटन हालेर यो कलर हालेँ। त्यो अन्त हेरेर घसघस लगाइदिएँ, त्यो पनि पुगेन। अब यो भोलि बिहान फेरि भोलि मलाई नि भनेर लगाउनु त्यही अब साथीहरू भन्नुपर्छ। अन्त यो कलर चाहिँ तात्तिनु जान्छ, अब अरूतिर जान्छ। सोहरू यति नै सिमादेखि छ भने एनसीदेखि चार्ज कलर ल गाज टक्क लाएर कलर लाएर भ्याएर बाहिर सार लाएर माथि छ कलर पुगेन। अनि टक्क लाएर नुहाइधुवाइ गरेर बसेको। अनि म नुहाउँदै गर्दाखेरि जाँदाखेरि मान्छेले एउटा गीत गाउँदै थिएँ। अनि गीताउँदै थिएँ मामा अलि पछि म गीताउँछु भने खान गीताउँछ नि त। अब कस्तो गाउँछु कता गाउँछु नि भन्छ फेरि पछि सिङ्गर हुन् भविष्यको थाहा छैन।
हजार गीत लान ल यता हेरेर भन न गएको थियो नि त्यो गाउँ के मजा आया और मैं ये जो मजा है हिंदुस्तान के हर व्यक्ति को देना अनि चट्ट लाएर चाहिँ यहाँ खोल्टा अनि मैले हेर्ने कलर लगाएको यो घरमा नै यसमा अनि लगाएको कलर अनि हामीले बारीमा के लगाएँ हेर्ने हाम्रो बारीमा लगाएको यो मुला अनि यो धनिया हो अनि यो भाजीको साग सबै भइसक्यो अस्तिसम्म थियो हामीले लगाऊँ यो धनिया चाहिँ भोपालले छ भोपाल भएको छ त